यहाँ चाहिँ हाम्रो दाइले चाहिँ अर्ग्यानिक एकदम अर्ग्यानिक चाहिँ निगुरो टिप्नु हुँदैछ। यो चाहिँ पुरै जङ्गलको पत्करमा फलेको निगुरो हो। खानु मिल्छ यो सबै। अलि माथि माथि छ हेर्नु दादा है। हो माथिसम्मै छ ऊ। ए कस्तो राम्रो राम्रो छ ऊ। यता पर्तिर छ ल ऊ कति राम्रो छ। यो चाहिँ एकदमै अर्ग्यानिक स्वास्थ्यको लागि। यतिखेर मासु खानुभन्दा तपाईँ यस्तो निगुरो खोला खाल्ची पलाएको चिजहरू हरियाली चिजहरू खानु अलिक अभ्यास गर्नुहोस्, कोसिस गर्नुहोस्। मासु यतिखेर एकदमै कलिलो जिउ हुन्छ पशु पक्षीको। त्यो पशु पक्षीको कलिलो जिउमा अलिकति हामीलाई पाउने जति पोषक तत्त्व नपाउन सक्छ, तर यो चिजहरूमा एकदमै पोषक तत्त्व पाउँछ है त। ल अब फेरि यसकै लागि हामी नि जाँदैछौँ त उतातिर। छैन त भाइ यहाँ यता माथि हुने जस्तो यी यता छ। यो ठुलो किन नरिपेको? जुकाले चाहिँ खाने भयो खाँदैन नि भाइ, तर नेपालमा है खेती नगरे पनि खानु पाइन्छ यस्तो चिजहरू है भाइ। हो नि हामी रोपेको होइन। अब यो हामीले बेच्नु पर्छ। निगुरो यहाँ छ त उता उति त्यो अग्लो अग्लो परको। ए हो लु हेर्नुहोस् तपाईँहरू सक्नुहुन्छ यहाँ। यहाँ छ त यी यहाँ छ। ए वाउ भाइ यस्तो दामी छ। आहा लु हेर्नुहोस् कस्तो कलकलाउँदो प्रसङ्गले तरकारी तरकारी हुन्छ भाइ। उता परतिर बढी छ छैन रहेछ यता यो पनि हो। धेरै छिपेको छ नि मात्र यसको यति भएको रहेछ। पर थुप्रो छ पल्लोपट्टि छिपेको छ के अर्को कस्तो थियो ल यति खाएर जाँगाले काम तपाईँ उता उता
भेटियो भाइ भेटियो है आहा क्या दामी दामी यो किराम हुँदो रहेछ ल माथि पुगेर धेरै उसले चाहिँ टिपिसक्यो हाम्रो मित्रले चाहिँ छैन क्या हो यता चाहिँ भोकेर तिर्खी मरिँदैन नेपालमा भोकेर तिर्खा मरिँदैन गाइस अब यो चिज चाहिँ तपाईँले अन्य ठाउँतिर हाम्रै नेपालको पनि विकसित सहरतिर भेट्ने हो भने त्यसको मूल्य नै छैन क्या एकदमै यो टिपिकल अर्ग्यानिक फुड अन्तर्गत पर्छ हाम्रो गाउँघरमा रैथाने बालीमा पर्छ है आजलाई साग पुग्यो त भाइ पुग्यो आज आजलाई साग पुग्यो आज यति नै गरौँ है हुन्छ ल